नेपाली कांग्रेसको पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ। कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरू गगन कुमार थापा महामन्त्री, विश्वप्रकाश शर्मा महामन्त्री, फर्मुला मन्सुर सहमहामन्त्री। त्यो भयो भने म त अमरै हुने भए, किनभने मैले यसको विभाजन अवसरबारी भनेको 4-5 वर्षदेखि नै हो। अब उनीहरू अन्तिम समयसम्म लड्छन्, अब अदालतमा जान्छन्, निर्वाचन आयोगमा जान्छन्। नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू र सदस्यहरूले अनुशासन उल्लङ्घन गरेको विभिन्न माध्यमबाट केन्द्रीय कार्य समितिलाई जानकारी हुन आएको र त्यस सम्बन्धमा मिति 2082-29 र आज 30 गते सोमका विभिन्न मिडियामा प्रकाशित र प्रसारित सञ्चारबाट पनि पुष्टि भएको। मिति 2082-29 गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि